तर तर आज चाहिँ हाम्रो गाउँको भाइ बाहिर काम गर्नु जाँदैछ। तपाईँहरूलाई देखाउँदैछु। यहाँ रेडी हुँदैछ हाम्रो भाइ माधव। अन्त अब कहिले आउने भाइ गएर शैलेश भ्लगर हो। अब बेङ्गलोर जाँदैछ 2-3 जना भाइहरूसँग। अनि आज चाहिँ म यसलाई गाडीसम्म पुऱ्याउनु जाउँ भनेको। अब हेरौँ कस्तो हुँदो रहेछ। अहिले फर्स्ट टाइम जाँदैछ टाढो। भाइले जुत्ता बुन्दैछ भडाबाट। ल छिटो गरेर उता साथीले उ गर्दैछ। आउँदैछ आउँदैछ ल भटाभाट। अब भाइले जुत्ता लगायो। बेगसेगहरू कता राखेको छ निकाल्दै गर। साथी आयो यहाँ नि। अनि यो भाइ चाहिँ 2-3 साल भइसक्यो होला। यो भाइ चाहिँ एकदम खतरनाक छ। पैसा ल्याएको छ हो। ल्याएको छ उडाको छ पैसा राखेको छ हो। ल भाइ यतिकै जाने हो अनि हामी चाहिँ यतिकै जाने हो नि। हाम्रो गाउँ आँगन हो नि त्यो त। ए लु भाइको चाहिँ अगन हेरे त्यता हो। यसको लागि चाहिँ सहर हो। अब त्यता चाहिँ अब भाइको अगनमा चाहिँ यता लाँदैछ सहर देखाउनु। 2 जना यहाँ छ, 1 जना माथि बसिरहेको होला। र तपाईँलाई एकदम नेक्स्ट क्लिप्समा देखाउँछ। तपाईँलाई अर्को मान्छेसँग भेट गराउँछ है। भाइको यहाँ बेग निक्ल्यो एडिडासको। हिजो बुधबारेमा किनेको। ए भाइको अझै सामान हाल्नु रहेछ। भाइलाई गाउँ छोडेर सहर जानु पुरा साह्रो परिरहेको छ। ल भाइ के सामानहरू बिर्सेको छ यसो हालै। डम्बल्सहरू त हाल्दैनस् होला। ल भाइलाई चाहिँ एकदम मजा लिएर जा है फेरि भन्नेमा अब हैन जिममा गएर यसरी हो। ठिक छ ठिक छ। भाइको पेकिङ भइसक्यो पुरा। केही बिर्सेन सोचिहाल भाइ। बिर्सेको छैन। यहाँले नि बेग बोक्दै निक्लिहालेछ 1 जना साथी त हो। पैसाले होला फुलेर होइन। ल मिठाई चाहिँ दोहोरो ल्याउनु पर्यो थियो होइन। बेङ्गलोरको मिठाई गयो भाइ। लु गयो गयो। ल भाइ दोहोरो पैसा कमाएर हो गएपछि चाहिँ। शैलेश 10 रुपियाँको मिठाई किन भन्दा खुच्रा छैन 500 खानु ल भन्ने होला हो। ल त्यस्तो भयो भने चाहिँ दामी हुने रहेछ। ल पैसा बेग निक्ल्यो। ल ल ल ल सक्यो ल भोरी हुनु पर्यो यार। भोरी हुनु पर्यो। हाम्रो भाइ चाहिँ शिव शक्तिमा जाने भनेको थियो 10:30 मा। अनि भाइको पैसा चाहिँ आप्पाले राखेको रहेछ। आप्पा ढिलो आएर चाहिँ तलबाट आउँदैछ आप्पा। अब स्टेटमा जाने हो आप्पा आउँदैछ भाइको। अनि भाइलाई लाने साथीहरू यहाँ आइसकेको छ। तलबाट आप्पा आउँदैछ। आप्पा चाहिँ साह्रै ढिलो भएछ। ल अब आप्पाले हात थुकिदिँदैछ। सेपसाप हुन्छ। ल अलि एउटा काम मिलाएर ल अब हाम्रो भाइ निक्लिँदैछ है। अब हाम्रो भाइ छोरो जाँदैछ। आप्पालाई केही भन्नु छ कि छोराको लागि? पर्दैन केही पनि भन्नु पर्दैन। राम्रोसँगले गर्नु बस त्यति नै हो। त्यति नै हो। ल अब आफ्नै पैसा हालो निक्लो। ल आप्पाको बेग लग्यो मैले। चेन नलाग्ने गरी लिएर आउन यो बेग चाहिँ फेरि। ल ल है निक्ल्यो। होइन म जान्छु नि पुऱ्याउनु। ल अब जवानीहरूलाई पुऱ्याउनु जानु पर्यो नि। अब लु एकदम राम्रोसितले काम गर्नु। एकदम फोन चाहिँ गर्नु नबिर्सिनु। ल आउँदैछ अब गाउँ छोडेर जाँदैछ परदेश। परदेश लाग्यो है हाम्रो भाइ जाँदैछ परदेश। अनि कस्तो लाग्दैछ यसो परदेश जाँदैछ भाइलाई?
छक्क पर्दैछ गाउँको मान्छेहरू जाँदैछ हाम्रो भाइ ल ऊ पर पनि बसिरहेको छ एकजना भाइ ल त्यो भाइको लागि चाहिँ सहर चाहिँ अगन भइसकेको छ अरे हो अनि अगनमा चाहिँ लाँदैछ यो भाइलाई लाग्यो लाग्यो केटाहरू लु अब जानु आँटेको छ हाम्रो भाइ अनि भाइलाई पुऱ्याउनु गएको जाँदैछौँ हामी अब यो घरबाट निक्लिन्छ यो घरबाट निक्लेपछि चाहिँ केटाहरू जान्छ सिधै अनि यहाँ एकजना भाइ छ लास्ट लु 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 निक्ल्यो केटाहरू लु राम्ररी जाऊ मजाले कमाऊ लु 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 तर भाइको बेग चाहिँ नभिज्ने छ पानीमा केही छैन अर्को यता छ यतापट्टि छ यता जाँदैछ हो ल पानी पनि पर्दैछ जाँदैछ ला लास्ट साथीसँग फोन गर्दैछ हो ल ल ल राम्रो सम्झाइदिएर आएको जाँदैछु भनेर ए साला निक्ल्यो केटाहरू लु अब स्ट्यान्डमा आइसक्यो भाइहरूले ठ्याक्कै हो त्यस्तै गर्नुपर्छ भाइहरू चाहिँ मालबजारसम्म जाने रहेछ त्यहाँदेखि चाहिँ अर्को गाडीमा ल भाइ लु भाइलाई के भन्नु छ कि यसो गाउँको बारेमा यता रुनु आँटिरहेको छ फेरि ल रुयो केटाहरू चाहिँ अब जान आँटेको छ बेङ्गलोर कमाउनै पर्दो रहेछ ठुलो भएपछि भन्ने